गाइजहरू हामी चाहिँ सिमे साग टिप्नलाई जाँदैछौँ। हामी दुईजना बुढाबुढी होइन, ठक्कसँगले घरतिर आएको। ठ्याक्क त्यहाँनिर चाहिँ ऐसेलीको बोट रहेछ अनि बोट चाहिँ एकदम फल फलिराखेको रहेछ। अनि मेरी बुढीलाई अनि एकदम ऐसेलु पनि मनपर्ने। त्यसपछि अब ऐसेलु पनि टिप्यो। ऐसेलु टिपेर चाहिँ हामी अहिले टक्क सिमे साग लिन जाँदैछौँ। तपाईँहरूलाई अहिले हामी सिमे सागको पनि भिडियो गर्नेछौँ। एकदम मिठो लाग्यो अरे उसलाई चाहिँ ऐसेलु। सानोमा त्यो मामला जाँदाखेरि ऐसेलु खाएको याद आयो अरे। अनि यहाँ मलाई भन्दैछिन् अहिले सानोमा हामी मामला जाँदा ऐसेलु टिप्दै टिप्दै घङहरू ऐसेलुहरू टिप्दै टिप्दै मामाले काँधमा राखेर खुवाउँदै लानुहुन्थ्यो अरे क्या। त्यही सम्झना आयो आज भन्दैछिन्। गाउँघरको चाहिँ फाइदा भनेको चाहिँ यही हो क्या, रमाइलो छ, एकदम आनन्द छ, घुम्ने फिर्ने डुल्ने होइन। यहाँ तल देख्नुहुन्छ मकैबारी, हँसिया र आरी बोकेर सिमे साग काट्न जाँदैछौँ हामी चाहिँ। अब एकछिनमा सिमे साग काटिन्छ, काटिसकेपछि लिएर आउने हो। अहिले चाहिँ हामी खेतमा हिँड्दैछौँ, खेतमा आइपुग्यौँ। खेतमा चाहिँ एकदम रमाइलो छ, बाँझो खेत छ है। अब सिमे साग यहाँनिर छ। सिमे साग चाहिँ यो हो। हाम्रो बुहारी नानीले चाहिँ सिमे साग काट्न लागिन्। फेरि सिमे साग पनि एकदम झकास तरिकाको छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। घाँस काटे जसरी नै काट्नुपर्छ।